यो चाहिँ हामी पोखराको गुप्तेश्वर गुफा भन्ने ठाउँमा छौँ अहिले बिहानको 10-11 बज्न लागेको छ। अहिले यो 11 बजे गुफाभित्रको तल्लो भागमा चाहिँ सेती नदीको नन बगेको सुनिन्छ, तर सेती नदीलाई देखिँदैन। यहाँनिर सबै अन्धकार छ। हामी करिब 150देखि 200 मिटर गहिराइमा छौँ अहिले माथि पृथ्वीको सतहदेखि। त्यति तल आउँदाखेरि पनि हामी सेती नदीलाई देखेका हुँदैनौँ। यहाँनिर आवाज सुन्न सक्छौँ। तल छङछङ बजेको खोला जस्तो देखिन्छ, अलिअलि देखिन्छ अँध्यारोमा। अब त्यो सेती नदीको छलको हुनसक्छ। आवाज सुन्छौँ प्रष्ट रूपमा। ठुलो चट्टानमा माथि आकाश जस्तो ढाकेर चट्टान रहेको छ। मानिसहरूको चहलपहल अत्यधिक देखिन्छ यो ठाउँमा। आज मात्रै करिबन 10,000 भन्दा मुनि मानिसहरू यहाँ दर्शन गर्न आएको देखिँदैन। धेरै मानिसहरू चाहिँ इन्डियन मोलदेखि पनि आएको पाइन्छ। हामी नेपालीहरू पनि प्रशस्त देखिन्छ यहाँनिर। सबै प्रकृतिको बनावट यो अति विचित्रको। अहिलेसम्म मैले घुमेका ठाउँहरूमध्ये यो सबैभन्दा उत्कृष्ट रूपमा रह्यो। यस्तो ठाउँ मैले अहिलेसम्म देखेको थिएन। हामी सुरुङको बाटो गर्दै करिब 100 मिटर चाहिँ हामी सुरुङकै बाटो गर्दै तल आयौँ। तल आउँदाखेरि फराकिलो ठाउँमा देखिन्छ, तर यहाँ पनि अन्धकार छ। भनेपछि यहाँदेखि अझै उता पनि पल्लो भागमा केही उज्यालो देखिएको चाहिँ त्यहाँदेखि उता उज्यालो भएको ठाउँ चाहिँ बाहिरी भूभाग हुनसक्छ, तर त्यो बाहिरी भूभाग चाहिँ हामी यहाँदेखि देख्दैनौँ। केही उज्यालोहरू देखिँदो रहेछन्, र त्यो उज्यालो भएको चाहिँ चट्टानभित्र सेती नदी नै हो चाहिँ कुन नदी हो बगेको देखिन्छ। केही छलकोहरू देखिन्छ। यस्तो यो विचित्रको भूभाग रहेछ यहाँनिर चाहिँ। बडो रमाइलो, बडो रोमान्टिक, बडो चाहिँ विचित्रको देखिँदो रहेछ।